आज देशको इतिहास मेटिँदै गएको छ। नेपालको अस्तित्व नासिँदै गएको छ। जब एउटा देशको राजाले जनता सामु हात जोड्नु पर्यो भने बुझ्नुस् त्यो देश एकदमै सङ्कटमा परेको छ भनेर। र अहिले नेपालको स्थिति पनि यस्तै छ। अब समय आयो राष्ट्र जोगाउने हो भने ज्ञाने चोर यो देश छोडबाट आजको दिनसम्म आउँदा त्यही जनताहरूले राजा आऊ देश बचाऊ भन्दै नारा लगाइरहेका छन्। यस्तो अवस्था किन र कसरी आयो? के साँच्चै नै नेपाली जनताहरू अहिलेको राजनीतिक दल र यो व्यवस्थासँग वाक्क नै भएको हुन् त? तपाईहरूलाई के लाग्छ? आफ्नो धारणा कमेन्ट मार्फत दिनुहोला। नमस्ते सबैजनालाई। आजको यो भिडियोमा राजतन्त्र फर्किने सम्भावना र केही व्यक्तिहरूको स्वार्थ लुकेको छ राजतन्त्र फर्काउनुमा भन्ने विषयमा कुरा गर्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो धारणा कमेन्ट मार्फत दिनुहोला र साथसाथै यो च्यानललाई पनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। वास्तवमा भन्नु नै पर्दा राजा हुने रोल क्रममै थिएनन् ज्ञानेन्द्र शाह। तर पनि उहाँको भाग्य भन्ने वा समयको माग र परिस्थितिले उनी 2 पटक राजा भए। 2 पटक नै राजा भएको ज्ञानेन्द्र शाहको 2 पटक नै श्रीपेश खोसिएको थियो। फेरि पनि 17 वर्षपछि आएर जनताहरूले ज्ञानेन्द्रलाई राजा बनाउनका लागि लागि परेका छन्। के अब तेस्रो पटक पनि उनी राजा हुन्छन् त? के यो सम्भव छ त? जनताहरूको माग र आवाज अनुसार कुरा गर्नु पर्दा यस यो सम्भव छ। अहिले उहाँ पनि हामी जस्तै आम नागरिक हो। बेला बेलामा उहाँले दिएको भिडियो सन्देशबाट माहौल तात्तिनै रहन्छ र राज संस्था फर्काउनु पर्छ भनेर मान्छेहरू विरोध नै गरिरहेको हुन्छ। प्रजातन्त्र दिवसको मौका पारेर दिएको एउटा भिडियो सन्देशले फेरि माहौल तात्तिन थालेको छ। हजारौंको संख्यामा जनताहरूले साथ दिँदै बाटोमा उत्रिन थालेका छन्। यस भिडियो सन्देशपछि केही विज्ञहरू भित्री रूपमा मिटिङहरू बसेर राजा फर्काउने प्लानतिर लागि परेका छन्। के छ त यो 10 मिनेटको भिडियो सन्देशमा त्यस्तो जसले गर्दा आम जनताहरूमा एउटा आश पलाएर आएको छ केही राम्रै हुँदैछ यो देशमा भनेर। राजा ज्ञानेन्द्रले 17 वर्षसम्म यस्तो स्पष्टसँग बोलेको भनी चाहिँ थिएनन्। अहिले एक्कासी यो मौकामा किन बोल्दैछन् त? के उनी साँच्चै नै राजाको रूपमा फर्किन चाहेका हुन् त? उनी आफै फर्किन चाहेको भनी चाहिँ होइन। आम नेपाली जनता जो पार्टीसँग आबद्ध छैन र देशलाई लुटिरहेका छैनन् उनीहरूको इच्छाको कारणले फर्किन खोजेका हुन्। जसले लुटेर खान पाइरहेका छन् उनीहरूले भनी चाहिँ विरोध नै गरिरहेका छन्। जो व्यक्ति पार्टीको झोला बोकेर मजाले सोझो जनताहरूलाई लुट्न पाइरहेको छ उनीहरूले पनि किन चाहोस् राजा फर्कोस् भनेर। हाम्रो देशमा हरेक सेक्टरमा समस्या नै समस्या छ। चाहे त्यो एजुकेसन होस्, हेल्थ, टुरिज्म, फाइनेन्स, इन्टरनेसनल रिलेसन, कुनै पनि सेक्टरमा जनताहरू खुसी भनी चाहिँ छैन अहिलेको सरकारसँग। उनीहरूको भाषण सुन्नी हो भने नेपाल विश्वको सबैभन्दा विकसित देश भइसकेको जस्तो ठुलो ठुलो गफ दिन्छन्। नेपाली जनताहरू विदेश गएर रगत पसिना बगाएर पठाएको रेमिटेन्सले चलेको देशमा त्यही जनताहरूलाई मान्छे गन्दैनन्। अहिलेको यो गणतन्त्र सरकारले चलाएको देशको स्थिति यस्तो भइसक्यो कि युवाहरू आफ्नो देशमा केही अवसर नै नदेखेर विदेश जान लर्को लागेको छ। न रोजगारको सृजना गर्न सकेको छ न त गुणस्तर शिक्षाको। अरू सेक्टरको त कुरै छोडौँ, नेपालको एजुकेसन सेक्टर यस्तो खत्तम भइसक्यो कि +2 वा ब्याचलर सकिने बित्तिकै स्टुडेन्टहरूलाई सोध्यो भने अब फर्दर स्टडीको लागि म बाहिर नै जान्छु उनीहरूको जवाफ यही नै हो। र राज संस्था पालेको 17 वर्षको अवधिभित्र प्रति व्यक्ति लाखौंको ऋण बोकाएको छ यो सरकारले। 26 खरब ऋणको भाडी बोकेको छ यति बेला र त्यो ऋणको ब्याज पनि तिर्न सक्दैन यो देश। सक्दैन। हामी अब त्यो डेट ट्र्याप भन्छौँ नि, ऋणको पासो। नेपाल त्यो ऋणको पासोमा नराम्ररी फसिसकेको देश छ अहिले। हो, यस्तै विषयलाई लिएर राजा ज्ञानेन्द्रले नेपालीहरूले भोगिरहेको समस्या प्रस्तुत गर्नुभएको थियो भिडियोमा। आज देशको इतिहास मेटिँदै गएको छ। नेपालको अस्तित्व नासिँदै गएको छ। नेपालका होनहार जनशक्ति दिनहुँ ताती लागेर देशबाट बाहिरिँदै गएका छन्। नेपालीको पसिना आफ्नो माटोमा होइन अन्तै पोखिरहेको छ। जन्मदै नेपालीको शिरमा हजार होइन लाखको ऋणभारको बोझ छ। आफ्नो स्वार्थको लागि भइरहेको कल कारखानाहरू सबै बन्द गरे। देशलाई अघि बढाउनको लागि कल कारखानाहरू खोल्ने हो कि बन्द गर्ने हो? हाम्रा कल कारखाना व्यापार व्यवसाय निरन्तर धराशायी बन्दैछ। हुँदा हुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातिलिँदै गएका छन्।
पहिला नेपाल भन्यो कि शिर झुकाउने देशहरूले अहिले भ्रष्ट देश हो भनेर हेप्न थालेको छ। त्यो त हामीले देखि नै रहेका छौँ। बेटर एजुकेसन, हेल्थ फेसिलिटी, इम्प्लोइमेन्ट, टुरिज्म, फाइनेन्स सेक्टरहरूमा उभो लागोस् भन्ने हरेक व्यक्ति र नेपालीहरूको चाहना हो र यो काम कुनै पनि पोलिटिक्स पार्टीहरूले गर्न सकेको छैन भनेर हामीलाई राम्रोसँगै थाहा छ। यस्तै कुराहरूलाई समेटेर यो मैबाट मात्र हुन्छ अब भन्ने कुरा राजा ज्ञानेन्द्रले बताएका थिए उनको भिडियो सन्देशबाट। र अब समय आएको छ र सबै नेपाली जनताहरूले मलाई साथ दिनुस् भनेर आह्वान गरेका थिए त्यो भिडियो सन्देशबाट। अब समय आयो राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। उनको एउटा आह्वानले यत्रो मान्छेहरू सडकमा आउँछन् भन्ने कुरा त कसैले सोचेको पनि थिएन। जब कसैले नसोचेको भिड एकाएक जम्मा भयो, अहिलेको केही टाउकेहरूको सातो पनि गएको देखिन्छ। यो भिड त्यतिकै जम्मा भएको होइन। यो भिडले गर्दा पनि यति कुरा चाहिँ प्रष्ट हुन्छ कि नेपाली जनताहरू यो पोलिटिक्स पार्टीहरूसँग वाक्क नै भइसकेको रहेछ भनेर। अरू कुनै विकल्प नभएपछि राजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्नु भनेर टक्कर दिन खोजिरहेका छन्। तपाईहरूलाई कस्तो लागिरहेको छ यो तीन ठुला दलका टाउकेहरूको कुरा? यी टाउकेहरूलाई यो पनि राम्ररी थाहा छ कि चुनाव नै लडे पनि जित्न चाहिँ सम्भव छैन है राजासँग भनेर। प्रजातन्त्र दिवसको दिन दिएको एउटा भिडियो सन्देशले राजदरबारतिर बढेको भिडले सानो धक्का दिएको थियो सरकारलाई। त्यसपछि फागुन 25 गतेको दिन राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किने क्रममा स्वागतको लागि त्रिभुवन इन्टरनेसनल एयरपोर्ट अगाडि पुगेको मान्छेको भिडले भनी चाहिँ ठुलो नै धक्का दिएको छ अहिलेको सरकारलाई। एयरपोर्ट अगाडि उपस्थित भएको भिडलाई हेरेर यति चाहिँ भन्न सकिन्छ कि नेपाली जनताहरू साँच्ची नै दिक्क नै भएको छ यो अवस्था र व्यवस्था देखेर। केही वर्ष अगाडि मात्र हाल नेपालको प्रधानमन्त्री केपी ओली जता जता गयो भिड त्यता त्यता देखिन्थ्यो। केपी बा आई लभ यु भन्दै उफ्रिने गर्थे जनताहरू। आज त्यही भिडले केपी ओलीलाई जता जता देख्यो केपी चोर देश छोड भन्दै नारा लगाउन थालेको छ। आफैले अर्गनाइज गरेको कन्सर्ट होस् वा फुटबल टुर्नामेन्ट, सबै ठाउँबाट विरोध खप्न परिरहेको छ अहिलेका प्रधानमन्त्री केपी ओलीले। पार्टीको कार्यकर्ता बाहेक कोही पनि खुसी छैनन्। यति सबै भइराख्दा जनता सामु झुकेर राजीनामा दिनको साटो कार्यकर्ता लगाएर कुटपिटतिर उत्रिन थालेका छन्। पार्टीको नेताहरूको यस्तै गतिविधिले हो राजाको चाहना गर्न थालेका हो जनताहरूले। अब अर्को साइडबाट हेरौँ है त, राजा फर्किने सम्भावना कतिको छ त? अहिलेको स्थिति हेर्ने हो भने एकदमै हाई चान्स छ राजा फर्किने। देशलाई विकासतर्फ ढकल्नको लागि राजा नै चाहिन्छ भन्ने सोच आएको छ जनताहरूमा। फेरि राजा आउँदैमा एक्कासी देशको मुहार फेरिने भन्ने पनि होइन। यो एकदमै च्यालेन्जिङ कुरा हो। चोक चोक गल्ली गल्ली हरेक कार्यालयमा भ्रष्ट मान्छेहरू पनि छन्। पहिला सुरुमा गर्नुपर्ने भनेकै भ्रष्टाचारी विरुद्ध कडा नियम लागू गर्नुपर्छ। र अर्को कुरा, यही पार्टीका नेताहरूले देश चलाउने राजालाई राष्ट्रपतिको ठाउँमा मात्र राख्ने हो भने कुनै पनि परिवर्तन भन्ने चाहिँ आउँदैन। राजा आउँदैमा राजा संविधान भन्दा माथि चाहिँ हुँदैन। राजालाई पनि संविधानले बाँधेर र जनताबाट चुनेको व्यक्ति प्रधानमन्त्री हुन जरुरी छ। नो एक्सक्युज फर करप्ट पिपल। 17 वर्षको अवधि भरि गरेको अपराधको छानबिन भन्ने चाहिँ हुनुपर्छ। अहिलेको आन्दोलनमा उत्रिएको भिडले चाहिएको पनि यही नै हो। अनि एउटा कुरा, मेरो पोइन्ट अफ भ्यूबाट एउटा चित्त नबुझेको कुरा के हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बेला बखतमा निकालिएको बाइक र्याली, यो बाइक र्याली गर्न जरुरत छ? सबैलाई विरोध गर्न छुट छ भन्दैमा बाइक नै पड्काउँदै हिँड्न जरुरी छ? गर्नु छ भने दुई खुट्टाको प्रयोग गर्दा हुँदैन र? वाइयात बाइक पड्काउने, अनावश्यक हर्न बजाउने, प्लिज स्टप दिस। विरोध गर्नुस्, मजाले गर्नुस्, तर दुई खुट्टाको प्रयोग गर्नुस्। यो त भयो अफ द टपिकको कुरा। अब टपिकतिर लागु भइ त। राजा फर्काउने भन्ने एजेन्डा बोकेर हिँडेको ग्रुपहरूको छुट्टै छुट्टै एजेन्डा र स्वार्थ देखिन्छ। दुर्गा प्रसाई एक हुलको नेतृत्व गर्दैछन् भने राप्रपाले एक हुलको। सोझो जनता यता न उता। दुईवटै ग्रुपलाई राजा ज्ञानेन्द्रलाई राजगतिमा हाल्नु छ भने वा कुनै स्वार्थ लुकेको छैन भने तपाईहरू किन मिल्नु हुँदैन? यसमा दुईजनाले आफ्नो फाइदाको लागि समर्थन गरेको जस्तो देखिँदैन र? अहिले
अहिलेको पार्टीको नेताहरूले जस्तो आँखामा छारो हाल्ने काम चाहिँ नगर्नुस्। हामीले कुनै ग्रुप र पार्टीको पछि नलागी देशको लागि लड्नु नै पर्छ। अब अर्को तर्फबाट कुरा गर्नु पर्दाखेरि कसले साथ दिइरहेको छ त राजालाई? सिधा कुरामा भन्नु पर्दाखेरि यो अवस्था र व्यवस्था देखेर वाक्क भएको जनताहरूले, पार्टीको झण्डा बोकेर वाक्क भएको सोझो सादा जनताहरूले साथ दिइरहेको हो भन्न मिल्छ। हजारौं छोटे राजाहरू पालेर वाक्क भएको नेपाली जनताले एक राजा चुन्न बाध्य भएका हुन्। 26 गतेको सानो स्वागत कार्यक्रममा उपस्थित भएको मान्छेको भिडले भने चाहिँ अहिलेको राजनीतिक पार्टीका नेताहरूको भोक निन्द्रा भने चाहिँ उडाएको छ। आफ्नो पार्टीको कार्यकर्ताहरू माझ बाहेक चौतर्फी विरोध भइरहेको छ अहिलेका टाउकेहरूको। आफू सकिन लागेको भन्ने भनक पाएका टाउकेहरू अनेक बोल्न र सबैजना मिल्न थालेका छन्। हालको सरकार कति त्रसित छ भनेर एउटा न्युजले थाहा हुन्छ। राष्ट्रपति कार्यालय शीतल निवास महाराजगञ्ज, उपराष्ट्रपति कार्यालय लैनचोर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद भवन नयाँ बानेश्वर क्षेत्रमा 2 महिनाको लागि निषेधाज्ञा जारी गरेको छ। कतै यो व्यवस्था देखेर वाक्क भएको जनताले लखडिपी हो कि आक्रमण पो गर्ने हो कि भन्ने डर चाहिँ बसेको छ। डर पनि किन नबसोस्? केही समय अगाडि हाम्रो छिमेकी मुलुक बङ्गलादेशको स्थिति हामीले राम्ररी देखेकै थियौँ। यतिको समय बितिसक्दाखेरि विकासको नाममा के गर्यो भनेर प्रश्न सोध्दाखेरि भन्ने त्यही हो, मेलम्चीको खानेपानी काठमाडौँसम्म ल्याइयो भन्छ। अरू चाहिँ के विकास गर्यो भन्दाखेरि उत्तर दिने ठाउँ नै छैन। धरानको मेयर धरानवासीले खानेपानीको समस्या छ, यसको हल गरिदिनु पर्यो भनेर प्रधानमन्त्रीलाई भेट्न खोज्दा भेट्न पाएनन्। जनताको समस्याको हल दिनुको साटो नेपालको टिकटकरहरूसँग भेटवार्ता गरेर फोटो सार्वजनिक गरेका थिए। जनताको समस्याको हल गर्नु जरुरी छैन र प्रधानमन्त्रीज्यू कि कुनै समस्याको हल गरिदिनु भनेर आउनलाई तपाईको पार्टीको झोले हुनुपर्छ। गफ भन्ने चाहिँ ठुलो ठुलो नै हुन्छ। अहिलेको राजनीतिक दलको नेताहरू एक आपसमा भनाभन गर्ने, एक अर्कामाथि खेदो खन्ने र कुर्सीको लागि जहिले झगडा गरेको मात्र देखिन्छ। राजालाई आफ्नो चलाकपनले हटाएर सबै राजा हुन खोजेको देखिन्छ। आफूले दिएको भाषणमा मात्र विकास गरेर कहिलेसम्म टिक्नुहुन्छ? फेरि त्यही भाषणको पछि लागेर हिँड्ने कार्यकर्ताले कहिले बुझ्ने यो कुरा? थोरै भए पनि लाज भनेको हुनुपर्छ। आफूले देख्दा देख्दा सधैँ चाकरी मात्र गरेर हिँड्ने? ल ठिक छ, अहिले केही समयलाई त चाकरी गरेर पेट पाल्लौ, मै हुँ जस्तो लाग्ला। तर तिमीहरूको पछिको सन्तानहरूले यही दलदलमा पर्नुपर्छ भनेर चेत आएको छैन अझैसम्म। यत्रो वर्ष पार्टी पार्टी भनेर झण्डा बोकेर हिँडियो, यसले देशलाई नै डुबायो। आज आफ्नै देशमा सरकारले गरेको काम चित्त नबुझेर आवाज उठाउँदा गुण्डा लगाएर हातपात गर्छ। सोझो जनताको त कुरै छोडौँ, वर्दीमा भएको पुलिसलाई हातपात गर्दा सम्म पनि खुलेआम घुम्छन् कार्यकर्ताहरू। के यही हो हामीले ल्याएको गणतन्त्र? जताततै भ्रष्टाचार छ। अब यो रोक्ने बेला भएन र? विकासको मूल्याङ्कन गर्ने हो भने जेरो छ अहिलेसम्मको सरकारबाट। यस्तै गतिविधिले हो विकल्प खोज्न बाध्य भएको। हामीले 62-63 सालमा गरेको गल्ती सुधार्नै पर्ने हुन्छ र राजा ज्ञानेन्द्रलाई साथ दिनै पर्ने हुन्छ। अब बोलेको र सोचेको जस्तो सजिलो भन्ने चाहिँ छैन, तर एकजुट भएर गर्नै पर्ने हुन्छ। किनभने अहिलेको व्यवस्थाबाट यो अवस्था चेन्ज गर्न त कुनै पोसिबल नै छैन। बङ्गलादेशको जस्तो स्थिति नहोस्, बेलैमा सचेत हुनु होला। अब हामीले भन्ने भनेकै राजा हो, देश बचाउनै हो, अरू उपाय नभएपछि के गर्ने? बाँकी कुरा नेक्स्ट भिडियोमा डिटेलमा कुरा गर्ने नै छु। थ्याङ्क यू फर वाचिङ। जाँदा यो च्यानललाई सब्स्क्राइब गर्न भन्ने चाहिँ नबिर्सिनु होला।